रसुवा चाहिँ भौगोलिक क्षेत्रले पनि एकदमै विकट एरिया हो कि त्यो एउटा पहाड एरिया छ एन्ड बिचमा खोला बगेको छ त्यो क्षेत्रमा चाहिँ एकदमै धेरै बस्ती एन्ड हाइड्रो पावरहरू छ कि एन्ड त्यो त्यहाँबाट चाहिँ सिधै तिब्बत जोडिन्छ रसुवागढी एन्ड त्यो चाहिँ एउटा अहिले नेपालको नम्बर 1 ट्रेड रुट हो कि हिजोको बाढी पनि हुन्छ नि त्यो फ्लो भएको अनुसार हामीले हुन्छ नि भिडियोमा देखे अनुसार चाहिँ यसो हामीले इमेजिन गर्छौँ भने चाहिँ त्यो चाहिँ खोला बग्ने एरिया जस्तै देखियो कि त्यो माथि हुन्छ नि यति धेरै हुन्छ नि फ्लड आउँछ भनेर चाहिँ हुन्छ नि हामीले कसैले पनि एक्सपेक्ट गरेको थिएन कि तिब्बत साइडमा चाहिँ हुन्छ ग्लासियर कोल्याप्स भएर हुन्छ नि एभालान्चेसले चाहिँ हुन्छ नि त्यो खोला थुनेको रहेछ एन्ड एकैचोटि त्यो ब्रस्ट भएर आउँदाखेरि चाहिँ डाउन स्ट्रिममा चाहिँ धेरै नै हुन्छ नि इम्प्याक्ट गर्ने भयो एन्ड एकदमै भल्नरेबल भयो कि माथि अर्ली वार्निङ सिस्टमले चाहिँ अब तलको मान्छेहरूलाई त अवेर अलर्ट त गरेको थियो होला तर हामीले चाहिँ एकदमै नेग्लेक्ट गर्यो कि एन्ड त्यो नेग्लेक्ट गरेर चाहिँ अलिकति धेरै चाहिँ मारेको क्षति भएको सो रसुवामा फेरि त्यो एरियामा बाहेक अरू एरियामा पनि बस्न लायक कुनै पनि जमिन छैन जस्तो लाग्छ कि पुरै यस्तो डाँडामा एन्ड त्यो अर्थको बेलामा पनि त्यो एकदमै धेरै हुन्छ नि त्यो हल्लाउँदाखेरि ढुङ्गाहरू चढ्ने त्यो पहाडहरू फुट्ने त्यसले गर्दाखेरि नि कति मान्छेहरूले असर गरिरहेको थियो कि